रुखमा चढेर झगडा गर्नु पनि यो विशेष मजा हुँदो रहेछ। यो अब आन्सरले के भन्छ? खासमा दुखेको त मेरो पनि थियो, तर म नभन्नेमा परेँ। खुसीको घर पछि यो सिक्वेन्स परेको हुनाले अलिकति इजियर चाहिँ भयो। रुखमा चढ्ने एक्सपिरियन्स अलि बढिसकेको थियो, सो कन्फिडेन्ट चाहिँ थिएँ। बट स्टिल अब त्यहाँ गएर एक्सन सिन गर्ने भनेको त्यति इजी त हुँदैन। कति धेरै चिजहरू छन् है, त्यो भन्दै गर्दाखेरि फेरि टेक्निकल कुरा गरिसकेपछि फिल्म हेर्दाखेरि मजा चाहिँ आउँदैन, किनभने यसरी खिचेको रहेछ, यो भएको रहेछ भन्ने हुन्छ। तर अब त्यसको अझै भित्री ड्रामाहरू तपाईँहरूसँग अब ट्रेलरमा अरू इभेन्टहरूमा पनि खुल्ने रहेछ। मेरो लागि चाहिँ एकदमै रमाइलो एक्सपिरियन्स थियो। रुख चढ्नु मात्र थियो अलि अगाडिसम्म भन्थेँ मलाई होइन। पछि त्यो कुरालाई मैले सिरियस लिएँ क्या होइन। मैले सोचेँ यदि म हिरो हो भने मैले गाउँमा के गरिरहेको छु, म त काठमाडौँ जानुपर्छ। अनि काठमाडौँ आएपछि थाहा भयो कति दुःख हुन्छ भनेर होइन। दुःख गर्दा गर्दै अनि ज्ञानेन दाइलाई धेरै धन्यवाद कि यो फिल्ममा आर्यन दाइसँग काम गर्न पाएँ, एउटै स्क्रिन सेयर गर्न पाएँ, त्यसको लागि धेरै धेरै धन्यवाद। अनि यो साथसाथै अब हाम्रो फिल्ममा भए पनि आँचललाई बुढी भन्न पाएँ होइन। अनि हाम्रो के भाउजूलाई भाउजू भन्न पाएँ। अनि अहिलेको चर्चित नायक भनौँ न होइन, महेश त्रिपाठी दाइलाई लात हान्न पाएँ, भोलि फिल्ममै हान्नु पर्ने हुन्छ। त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद। हाम्रो शरद दाइसँग भेट्न पाएँ, हजुरलाई धन्यवाद। हाम्रो दुईजना प्यार आमाहरूलाई एकदमै माया गर्नुहुन्थ्यो मलाई सेटमा होइन, उहाँले सबलाई। सो यो माहौल यहाँसम्म बनाइदिनु भएकोमा ज्ञानेन दाइलाई धेरै धेरै धन्यवाद। अरू सबै हेर्दै गइन्छ, सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कुशल भाइ, अनि कथा त सागर छ, त्यो सागरभित्र मोती टिपेर ल्याउन गाह्रो छ होइन। तर मेरो इच्छाको मैले कुरा गरेँ, बाबुसँग खेल्न पनि उहाँसँगै उहाँकै ग्रुपमा परेँ म, त्यही भएर उहाँलाई बिचमा राखेर हामी वरिपरि बसेको। यति भन्दै मेरो डाड साहबको यो फिल्मको हार्दिक हार्दिक मङ्गल शुभकामना, उत्तर प्रगतिको कामना। र यसमा 4 जेनेरेसनले खेलेको छ, अवश्य नै पब्लिकले मन पराइदिनुहुन्छ। म बाल कलाकारबाट आज वृद्ध कलाकारमा आइसकेँ। डाड साहबलाई धेरै धेरै धन्यवाद, पत्रकार भाइहरूलाई र भित्र बसेर पर्दाभित्र बसेर बस्ने हाम्रो क्यामराम्यानजीहरूलाई, टेक्निसियन भाइ, प्राविधिकहरू सबैलाई पनि हाम्रो भन्दा नि बढी उहाँहरूको दायित्व छ। उहाँहरूले राम्रो नगर्दै हामीले कसरी अभिनय गर्नु, राम्रो खानिदिनुहुन्छ, राम्रो सिँगार दिनुहुन्छ, उहाँहरूले खिच्नुहुन्छ। प्राय धेरै जस्तो मेरो हृदयबाट चाहिँ प्राविधिकजीहरूलाई मेरो हार्दिक बधाई, धन्यवाद। विजय दाइ हुनुहुन्छ अनुपस्थित, अंशु महर्जन अनुपस्थित, अभयराज बराल अनुपस्थित, उत्तम केसी, शिवहरी बैरागी नेपाल, आशा एक्चुअली एकदमै इन्ट्रेस्टिङ छ। तर अब त्यो ट्रेलरलाई अर्को इभेन्टको लागि पनि अलिअलि खुराक छोडेको अनुपजीले समातिहाल्नु भयो। अब यसको लागि चाहिँ विशेष धन्यवाद हाम्रो फाइट डिरेक्टर हुनुहुन्छ रोशन सर। रोशन दा यतै कतै हुनुहुन्छ होला, ऊ त्यहाँ हुनुहुन्छ। सो अल क्रेडिट खुसीको घर पछि यो सिक्वेन्स परेको हुनाले अलिकति इजियर चाहिँ भयो। रुखमा चढ्ने एक्सपिरियन्स अलि बढिसकेको थियो, सो कन्फिडेन्ट चाहिँ थिएँ। बट स्टिल अब त्यहाँ गएर एक्सन सिन गर्ने भनेको त्यति इजी त हुँदैन। कति धेरै चिजहरू छन् है, त्यो भन्दै गर्दाखेरि फेरि टेक्निकल कुरा गरिसकेपछि फिल्म हेर्दाखेरि मजा चाहिँ आउँदैन, किनभने यसरी खिचेको रहेछ, यो भएको रहेछ भन्ने हुन्छ। तर अब त्यसको अझै भित्री ड्रामाहरू तपाईँहरूसँग अब ट्रेलरमा अरू इभेन्टहरूमा पनि खुल्ने रहेछ। मेरो लागि चाहिँ एकदमै रमाइलो एक्सपिरियन्स थियो। रुख चढ्नु मात्र थियो अलि अगाडिसम्म, रुखमा चढेर झगडा गर्नु पनि यो विशेष मजा हुँदो रहेछ। यो अब आन्सरले के भन्छ? खासमा दुखेको त मेरो पनि थियो, तर म नभन्नेमा परेँ।